हेलो एभ्रिवान, वेलकम ब्याक टु दिस युट्युब च्यानल। आजको यस भिडियोमा मेडिकल अफिसरको लोकसेवाको बारेमा डिटेलमा कुरा गर्नेछौँ। लोकसेवा भन्नाले सङ्घमा पनि लोकसेवा आयोग छ, हरेक प्रदेशमा पनि प्रदेश लोकसेवा आयोग भनेर छ। यो भिडियोमा हामी प्रदेशमा भएको प्रदेश लोकसेवा आयोगको बारेमा कुरा गर्ने छैनौँ। यसमा सङ्घमा भएको सङ्घीय लोकसेवा आयोगको बारेमा कुरा गर्नेछौँ। लोकसेवा आयोगको आफ्नो वार्षिक कार्यतालिका अनुसार कार्तिक महिनाको अन्तिम बुधबार स्वास्थ्य सेवाका 7th र 8th लेभलको विभिन्न पदहरूको विज्ञापन गर्ने गर्दछ। जसअनुसार यस वर्ष कार्तिक 26 गते अन्तिम बुधबार परेकोले स्वास्थ्य सेवाका 7औँ र 8औँ तहका विभिन्न पदहरूको विज्ञापन गरिसकेको छ। यो भिडियोमा हामी 8th लेभलको मेडिकल अफिसर पदको विज्ञापनमा केन्द्रित रहेर कुरा गर्नेछौँ। कार्तिक 26 गते विज्ञापन भइसक्यो। अब फर्म भर्न कहिलेसम्म पाइन्छ? त्यसपछि रिटन इक्जाम कहिले होला? अनि त्यसपछि अन्तर्वार्ता अथवा फाइनल इक्जाम कहिले होला र फाइनल पोस्टिङ कहिले होला? यो बारेमा डिटेलमा कुरा गर्नेछौँ। साथै गत वर्ष 2081 सालमा पनि मेडिकल अफिसरको लोकसेवा खुलेको थियो। त्यति बेला कति सिट खुलेको थियो र कतिजनाले एप्लाई गरेका थिए? अनि त्यसको रिजल्ट चाहिँ फाइनल रिजल्ट आएर पोस्टिङ कहिले भएको थियो? त्यो त्यो कुरा पनि हामी यो भिडियोमा हेर्नेछौँ। अनि हामीलाई चाहिँ यो वर्षको कहिले होला भनेर एक किसिमको अनुमान गर्न सजिलो हुनेछ। र साथै मेडिकल अफिसर पदको लोकसेवाको छुट्टै करिकुलम छ। सङ्घीय लोकसेवाको आफ्नै करिकुलम छ। विभिन्न प्रदेशमा हुने प्रदेश लोकसेवा आयोगले छुट्टै करिकुलम बनाएको छ। अब यो सङ्घीय लोकसेवाको करिकुलम चाहिँ यो इक्जामलाई काम लाग्ने भएको भएर हामी यो करिकुलम पनि हेर्नेछौँ। र धेरैजना एमबिबिएस पास गरिसकेपछि लोकसेवातिर जाने कि छिटो पिजीतिर जाने भनेर एक किसिमको कन्फ्युजनमा पर्ने गर्नुहुन्छ। त्यसो हुँदा धेरैजनाले फर्म भर्ने गर्नुहुन्छ अनि इक्जाम दिने गर्नुहुन्न। अब त्यसको बारेमा बुझ्नको लागि यो मेडिकल अफिसर जुन लोकसेवाको गभर्मेन्ट मेडिकल अफिसर छ यसको प्रोज के छ अनि कन्स के छ त्यो बारेमा पनि हामी कुरा गर्नेछौँ। त्यसो हुँदा मेडिकल अफिसरतिर लाग्ने कि पिजीतिर लाग्ने भन्ने डिसाइड गर्न पनि सजिलो हुनेछ। यो सबै कुरा बुझ्नको लागि भिडियो अन्त्यसम्म हेर्नुहोला। पहिला त यो विज्ञापन भयो कार्तिक 26 गति भएको। यसमा मेडिकल अफिसर खुल्ला र यो समावेशी भनेर छ। खुल्ला चाहिँ 15जना माग गरेको छ। त्यसै गरी महिला 4जना छ, आदिवासी जनजाति 3जना छ, मधेसी 3जना, दलित 2जना र अपाङ्ग 1जना गरेर जम्मा 28जना माग गरेको छ। विगतका वर्षहरूमा 10जना 12जना प्राय हरेक वर्ष मागिराखेको हुन्छ। यो वर्ष चाहिँ अलि बढी हो, 28जना भन्नाले गत वर्षभन्दा अलि बढी सिट हो। अब यो चाहिँ कार्तिक 26 गते विज्ञापन भयो। अब यसको फर्म भर्ने टाइम चाहिँ कार्तिक 26 गतेदेखि नै सुरु हुन्छ र 2082 मङ्सिर 16 गतेसम्म फर्म सब्मिट गर्न सकिन्छ। यदि त्यो अवधिमा सब्मिट गर्न सकिएन भने 1 हप्ता डबल फी तिरेर सब्मिट गर्ने म्याद राखेको हुन्छ। भन्नाले विज्ञापन खुलेको दिनदेखि 21 दिन चाहिँ सिङ्गल दस्तुरमा, त्यसपछि 1 हप्ता चाहिँ डबल दस्तुरमा भन्ने लोकसेवाले व्यवस्था गरेको हुन्छ। अब फी कति लाग्छ त भन्दाखेरि 1200 चाहिँ यो सिङ्गल दस्तुरमा लाग्यो। अनि डबलमा तिर्ने हो भन्यो भने त फेरि यसको डबल तिर्नु पर्यो, 2400 लाग्ने भयो। यो 1200 चाहिँ खुलामा भर्नको लागि मात्रै हो। यदि तपाईँ खुला र महिलामा भर्नुहुन्छ भने फेरि महिलाको लागि 400 थप गरेर 1600 तिर्नुपर्ने हुन्छ। यदि खुला महिला मधेसी हो भने फेरि 400 थप गरेर 2000 तिर्नुपर्ने हुन्छ। र डबल दस्तुरमा पनि 1600को 3200, 2000को 4000 गरेर त्यसरी तिर्नुपर्ने हुन्छ। अनि त्यसपछि अब यसमा धेरै कुरा छ गरेको। अब परीक्षा कहिले हुने के हुने भन्ने परीक्षाको अहिले डेट चाहिँ पब्लिस गरिसकेको छैन। अब यो अनुसार फर्म भर्ने हो। अब मिनिमम क्वालिफिकेसनको कुरा गर्ने हो भने चाहिँ एमबिबिएस पास गरेर इन्टर्नसिप सकेर एनएमसीबाट लाइसेन्स लिएको हुनु पर्यो। त्यसपछि लाइसेन्स यदि कसैको अब 2 वर्ष जुन अस्थायी लाइसेन्स दिन्छ त्यो म्याद गुज्रेको हुनु भएन।
यदि म्याद गुज्रेको छ भने रिन्यू गरेको हुनु पर्यो। र अब धेरैजना बन्डिङमा हुन्छ होइन, बन्डिङको हकमा चाहिँ बन्डिङ अवधि 1 वर्ष पुगेको हुनुपर्छ भन्ने उतातिर चाहिँ साइन गराएको हुन्छ। त्यो हेर्ने हो भने चाहिँ यो जुन कार्तिक महिनाको 16 गते छ, यो मितिसम्म चाहिँ बन्डिङ अवधि 1 वर्ष पुगेको हुनुपर्ने हो, अनि मात्रै एप्लाई गर्न पाउने हो। र यो फर्म भर्ने कुरा जम्मै अनलाइन हुन्छ। त्यसमा चाहिँ लोकसेवाको साइटमा गएर भर्न सकिन्छ। अब एसएलसी पछिको सबै डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। यो बारेमा हामी धेरै कुरा चाहिँ गर्दैनौँ। अब गत वर्षको लोकसेवाको विज्ञापन हेरौँ एकचोटि। गत वर्ष यो 2081को विज्ञापन हो। यसमा चाहिँ यसमा टोटल हेर्नु, 8जना खुल्ला थियो, अनि महिला 2, आदिवासी जनजाति 2, मधेसी 2, दलित 1 र अपाङ्ग 1 गरेर जम्मा 16जनाको लागि खुलेको थियो। यो वर्ष चाहिँ 28जना भयो। गत वर्ष कार्तिक 28 गते विज्ञापन भएको थियो, यो वर्ष कार्तिक 26 गते भयो। अनि रिटर्न इक्जाम चाहिँ चैत 22 गते र चैत्र 23 गते भनेर त्यो विज्ञापनमै डेट आएको थियो त्यो वर्ष। तर यो वर्ष चाहिँ विज्ञापन हुँदा रिटर्न इक्जामको डेट आएको छैन। यसमा चाहिँ हेर्न सक्छौँ हामी, डेट चाहिँ दिएको छैन। यो डेट चाहिँ पछि आउने भनेर भनेको छ। अब टेन्टेटिभ ए डेटतिर इक्जाम हुने सम्भावना हुन्छ। त्यसपछि अब गत वर्षको सबै कुरा हेर्ने हो भने कार्तिक 28 गतिदेखि सुरु भएको जर्नी, 2081 कार्तिक 28देखि सुरु भएको, यता चाहिँ 2082 भदौ 1 गते चाहिँ फाइनल भएको थियो। भन्नाले करिब करिब 10-11 महिना जति लाग्ने गर्छ यस्तोमा। छिटो भयो भने चाहिँ साउनसम्म हुने हो, तर चाहिँ यहाँ भदौ 1 गतेसम्म गएको छ। अब यसपालि पनि यही अनुसार हुनेछ। जस्तो टोटल चाहिँ 16जना खुलेको थियो गत वर्ष, अनि त्यो 16जनाको लागि चाहिँ 1920जनाले अप्लाई गरेका थिए। 16जनाको सिटमा 1920जनाले अप्लाई गरेका थिए। अनि रिटर्न इक्जाम चैत 23 र 24 गते भएको थियो। यो पालि पनि छिटोमा फागुन नत्र ढिलोमा चैतमै हुने हो। यो चाहिँ पछि आउँछ डेट, कहिले हुने भनेर अहिले फिक्स भइसकेको छैन। तर यहाँ समस्या के भयो भने टोटल एप्लाई गर्ने फर्म भर्ने 1920जना थिए, तर रिटर्न इक्जाममा सहभागी हुने चाहिँ 1074जना मात्रै भए। करिब करिब 800-900जना चाहिँ यहाँ हराए। किन यस्तो भयो होला भन्ने कुरा अहिले एकछिनमा गर्छौँ। अनि त्यसपछि 1074जनाले रिटर्न इक्जाम दिए। अनि रिटर्न इक्जामको रिजल्ट आयो साउन 12 गते। साउनको 12 गते भनेपछि वैशाख जेठ असार साउन करिब करिब 4 महिनामा रिजल्ट आयो। अनि 1074जनाले 16जनाको लागि इक्जाम दिएकोमा टोटल 37जना सेलेक्टेड भए। यो रिटर्न इक्जाममा 37जनाको नाम आयो। अब फाइनल चाहिँ 16जना मात्रै हो पोस्टिङ हुने त। अनि बाँकी चाहिँ यो सामूहिक परीक्षण र अन्तर्वार्ता भनेर त्यसबाट सेलेक्सन गर्छ। अनि यो साउन 12 गते जुन दिन रिटर्न इक्जामको रिजल्ट आउँछ, त्यही दिन अन्तर्वार्ता कहिले हुने भनेर पनि भन्छ। अन्तर्वार्ताको डेट थियो साउन 30 गतेदेखि भदौ 1 गतेसम्म। भदौ 1 गते अन्तर्वार्ता सकिएको थियो। त्यही दिन रिजल्ट, फाइनल रिजल्ट पनि आउँछ। यदि अन्तर्वार्तामा कोही अब्सेन्ट भएन भने अन्तर्वार्ता सकिएकै दिन फाइनल रिजल्ट आउँछ। कोही अब्सेन्ट भयो भने केही दिन चाहिँ टाइम लाग्छ। अब कुरा रह्यो यहाँ यत्रो ग्याप चाहिँ किन भयो भन्ने कुरा। 1920जनाले फर्म भर्ने अनि 1074जनाले मात्रै इक्जाम दिने, यो त ठुलो ठुलो ग्याप हो। किन यस्तो भयो भन्दाखेरि कार्तिकको 28 गते विज्ञापन हुन्छ, कार्तिकमा जे होस् विज्ञापन हुन्छ। अनि पुष माघतिर चाहिँ पिजीको इन्ट्रान्स हुन्छ। हेर्नुहोस् है, पुष माघतिर पिजीको इन्ट्रान्स भएर रिजल्ट पनि आइसक्छ। अब पढ्ने मान्छेले नै नाम निकाल्ने हो पिजीमा पनि, पढ्ने मान्छेले नाम निकाल्ने हो यता पनि। धेरैजनालाई यसमा अन्यल हुन्छ, म पिजी पहिला गरौँ कि लोकसेवा पहिला जाऊँ भन्ने हुन्छ। धेरैजसोको आकर्षण चाहिँ पिजीतिर पहिला हुन्छ, छिटो पिजी गर्ने भन्ने पनि हुन्छ। अब कार्तिकमा फर्म त भर्यो। अब यिनीहरूले फर्म चाहिँ उता पनि भर्ने भयो, पिजीको लागि पनि एमइसीको फर्म भर्ने भयो। अब नाम उता पनि निस्क्यो होइन, यसको रिटर्न इक्जामै भएको छैन, फर्म भरेको छ, उता नाम निस्किसक्यो।
भनेपछि त पहिला पिजीतिर जाने हुने भयो। यो फागुनमा चैतमा यसको इक्जाम भएको थियो, उता चैतमा त उता म्याचिङ सुरु भइसक्छ एमइसीको। अनि वैशाखमा त उता एमइसीको क्लासै सुरु भइसक्छ। त्यो हिसाबले चाहिँ यो भएको हुनसक्छ। धेरैजना चाहिँ पछि इक्जाम नदिने कारण त्यो हो। यो इक्जाम चाहिँ ओभरल्याप जस्तो भएर यस्तो भएको हो। अब यसपछि हामी कुरा गर्नेछौँ अब पिजीतिर जाने सङ्ख्या पनि त्यत्तिकै छ, अनि लोकसेवामा फर्म पनि भर्ने सङ्ख्या ठुलै छ। अब यसको सरकारी मेडिकल अधिकृत हुने हो लोकसेवा आयोगबाट नाम निस्केपछि। अब गभर्मेन्ट मेडिकल अफिसरको प्रोज के छ, कोन्स के छ भन्ने कुरा हेरौँ। अनि यसबाट पिजी पहिला गर्ने कि मेडिकल अफिसर को लोकसेवामा पहिला इन्ट्री गर्ने भन्ने कुराको डिसाइड गर्न सजिलो हुनेछ। जस्तो पहिला प्रोजको कुरा गर्ने हो भने एउटा त यसको जब स्टाबिलिटी हुने भयो। अब गभर्मेन्ट पर्मानेन्ट जब सुरु गरेपछि त्यसपछि फ्युचरमा जबको लागि कतै भौतारिनु परेन। सरकारीमा इन्ट्री भइसक्यो, अब त्यसबाटै पढ्ने हो, जहाँ जानु छ त्यसमै अगाडि बढ्ने हो, माथिसम्म त्यसमै पुग्ने हो भन्ने हुन्छ। अरूतिर चाहिँ हेर्ने कुरा भएन। त्यो एउटा पक्ष भयो। त्यसै गरी अब गभर्मेन्ट जबलाई चाहिँ अलि राम्रै मानिन्छ नेपालको लागि। नेपालमै बस्ने हो भने गभर्मेन्ट हेल्थ सर्भिसमै जाने हो भने अब त्यहाँ धेरै कुराहरू छ। त्यो हिसाबले पनि धेरैजनाको आकर्षण पनि हुन्छ। अनि त्यसपछि समाजमा एक किसिमको प्रेस्टिज पनि हुन्छ। सरकारी जागिरे भनेपछि बिहे गर्नलाई पनि त्यस्तै सरकारी जागिरे भनेपछि एक किसिमको छुट्टै हुन्छ गाउँ समाजमा चाहिँ त्यो हिसाबले पनि होला। अनि त्यसपछि अर्को भनेको चाहिँ फेसिलिटिजहरू। स्यालेरी भन्दा पनि फेसिलिटिज चाहिँ गभर्मेन्टतिर राम्रो हुन्छ। धेरै प्रकारका 9-10 प्रकारका लिभहरू हुन्छन्, त्यो पाइने भयो। त्यसै गरी इन्सुरेन्सको फेसिलिटी, अनि त्यसपछि अब दुर्गमतिर गयो भने भत्ता, कतै बाहिर जानु पर्यो भने गभर्मेन्टको कामको सिलसिलामा यताउता आफ्नो जब गर्ने ठाउँभन्दा अन्त जानु पर्यो भने विभिन्न किसिमका टिएडिएहरू हुने, यस्तो कुराले पनि आकर्षण बढी हुने गर्दछ। त्यसै गरी अब 20-30 वर्ष गभर्मेन्ट जबमा काम गर्यो भने पछि पेन्सनको कुरा छ। 20 वर्ष काम गर्यो पर्मानेन्टमा भन्यो भने पेन्सन आउँछ। अनि रिटायरमेन्ट हुँदा केही अरू फेसिलिटीहरू पनि आउँछ। सञ्चय कोषको कुरा आयो। त्यसै गरी अरू अब लिभको पनि पैसा आउँछ। अनि त्यसपछि उपचार खर्च भनेर आउँछ, विभिन्न कुराहरू छ, त्यसले पनि आकर्षण बढाएको हुनसक्छ। त्यसै गरी यो प्रमोसनको पनि अपर्च्युनिटी छ। अन्तभन्दा गभर्मेन्टमा अलि प्रमोसन को चाहिँ एउटा सिस्टम छ। यसमा भन्नाले मेडिकल अफिसर, सिनियर मेडिकल अफिसरदेखि लिएर पछि भित्रबाटै लिभमा पिजी गरेर अनि त्यसपछि कन्सल्टेन्ट भइने, अनि 8th लेभलबाट 11th लेभल 12th लेभल पुग्छ। प्राय 12th लेभल पुग्नेहरू 8th लेभलबाटै गएर पुग्ने हुन्। त्यसपछि अर्को भनेको चाहिँ यो पब्लिक हेल्थको काम चाहिँ लगभग प्यारलली भइरहेको हुन्छ गभर्मेन्टमा। अनि एउटा राष्ट्रलाई केही योगदान दिउँ भन्ने पनि भयो। अनि सरकारी सेवामा काम गर्नु भनेको त देशलाई म केही मेरो तर्फबाट मेरो कन्ट्रिब्युसन भन्ने कुरा हो नि त, त्यो हिसाबले भयो। अर्को वर्क लाइफ ब्यालेन्स पनि राम्रै हुन्छ गभर्मेन्टमा अन्तको भन्दा। त्यो हिसाबले पनि मान्छेले गभर्मेन्ट जब चाहिँ चुज गर्छ। यो चाहिँ भयो प्रोजको कुराहरू। यो फाइदा हुने भएकोले गभर्मेन्ट मेडिकल अफिसरको लागि लोकसेवा दिने कुरा आयो। अब कोन्सोको कुरा गर्ने हो भने स्यालेरी लिमिटेड हुन्छ ल। अब गभर्मेन्ट स्यालेरी अहिलेको कुरा गर्ने हो भने 48,000 जस्तै छ। अब त्यसमा अलिकति भत्ताहरू त हुन्छ, तर बेसिक स्यालेरी भनेको 48,000 नै हो। जबकि प्राइभेटतिर काम गर्नेहरू 1 लाख 2 लाख 3 लाखसम्म नि मन्थली कमाउँछ भन्ने कुरा सुनिन्छ। अब त्यो हेर्दा त गभर्मेन्टको स्यालेरी त एकदमै कम हो, स्यालेरी एकदमै कम छ। त्यसपछि नन एकाडेमिक, अब गभर्मेन्टमा गयो भने मेडिकल अफिसरको काम भनेको प्राय गभर्मेन्ट हस्पिटलमै हुने हो। अनि गभर्मेन्ट हस्पिटलमा चाहिँ एकाडेमिक कुराहरू त्यति हुँदैन। अब टिचिङ हस्पिटलतिर पो एकाडेमिक हुन्छ, एकाडेमिक एक्सपोजर हुन्छ। अनि यसमा चाहिँ अब रिसर्च जस्ता कुराहरू अनि अरू अरू एकाडेमिक एक्टिभिटिजमा चाहिँ कम एक्सपोजर भइने भयो।
है त। त्यही भएर गभर्मेन्टमा चाहिँ लामो समय काम गर्दा पनि त्यो एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर, प्रोफेसरतिर जाने चाहिँ कम कमै हुन्छ, है त। कि त त्यतातिर पनि जान त सकिन्छ, नजान सकिने त होइन, तर अलि चान्स चाहिँ कम हुन्छ। त्यसपछि टाइम कन्ज्युमिङ। अब हेर्नु, यतातिर कोही मान्छेले एमबिबिएस गर्ने बित्तिकै पिजी गर्यो भने 3 वर्षमै पिजी सकियो। तर गभर्मेन्टतिर इन्ट्री गर्यो भने त गभर्मेन्ट जब इन्ट्री गरेको 3 वर्ष नपुगी उसले लिभ दिँदैन। 3 वर्षमा मात्रै लिभ दिन्छ पिजी पढ्नको लागि। त्यो लिभ पनि अधिकारको कुरा होइन, त्यो सहुलियत मात्रै हो, सुविधा मात्रै हो भन्छ। मन नलागे लिभ नदिन सक्छ, लिभ दिनैपर्छ भन्ने नि छैन। 3 वर्षमा म पढ्नै पाउँछु भन्ने नि छैन, नपाउन नि सक्छ। त्यसपछि त्यो 3 वर्ष भन्ने बित्तिकै फेरि ठ्याक्कै एन्ट्री भएको 3 वर्षमा त्यो मिल्छ भन्ने कुरा मिल्दैन कि। जस्तो जब जोइन गरेको 3 वर्षमा अनि 2 वर्ष दुर्गम बसेको पनि भन्छ। अब दुर्गम सङ्घीय लोकसेवा आयोगबाट नाम निकालेपछि दुर्गम जाने ठाउँै छैन हेर्नु। तर उसले बिदा दिनुभन्दा पहिला दुर्गममा काम गरेको खोज्छ। के ऐन नियमहरू बाँझिएका छन्। त्यो ऐन नियमहरू बाँझिएको कारणले गर्दा दुर्गम पुर्याउन नि गाह्रो पर्छ। अब कि त सङ्घबाट काजमा परदेशतिरको हस्पिटलतिर जानु पर्यो, त्यसरी दुर्गम पुर्याउनु पर्यो। धेरैजनाले त्यसो गर्छन्। त्यसो हुँदा 3 वर्षमा ठ्याक्कै हिसाब किताब मिलाउन गाह्रो पर्छ। अर्को कुरा, जस्तो आज एमइसीको डेट खुल्यो, पिजीको लागि खुल्यो भने, अथवा आज अन्तिम दिन छ फर्म भर्ने, भोलि चाहिँ पि त्यो लोकसेवा सुरु गरेको, जब सुरु गरेको 3 वर्ष पुग्यो भने त्यो मान्छेले इक्जाम दिन पाउँदैन। त्यो डेट सकिनुभन्दा पहिल्यै 3 वर्ष पुगेको खोज्छ। खासमा त पढाइ, पिजीको पढाइ सुरु हुनुभन्दा सुरु भएको दिन 3 वर्ष पुगे नि पुग्थ्यो नि। तर त्यो पनि अलि जन्जटिलो छ, त्यो पनि मान्दैन। त्यो हुँदाखेरि 3 वर्ष भने पनि 4, 5, 6 वर्षसम्म नर्मली ग्याप हुन्छ। अब यसो हुँदा पिजी चाहिँ ढिलो हुने भयो। त्यसपछि अरू जब रेस्पोन्सिबिलिटिजहरू पनि हुन्छ। अब कहिलेकाहीँ अब पिजीको इन्ट्रान्स आउनुपर्ने, तपाईँलाई एउटा राम्रो राम्रो अट्र्याक्टिभ एउटा ट्रेनिङ पर्यो। अब तपाईँलाई गाह्रो पर्छ, त्यो ट्रेनिङले पनि भोलि धेरै फाइदा छ। अब त्यो ट्रेनिङ छोड्ने कि पिजीको इन्ट्रान्स छोड्ने, त्यसले गर्दा पनि गाह्रो हुने भयो। अनि त्यसपछि पिजी प्रिपरेसन गर्नलाई पनि अब कस्तो ड्युटी पर्छ, त्यो अनुसार भर पर्ने भयो। धेरैजनाले त अब पिजी प्रिपरेसनमा 5, 6 महिना जबलेस भएर काठमाडौँ बसेर पिजी प्रिपरेसन गर्छन्, अनि नाम निस्किन्छ। अब यता चाहिँ पिजी प्रिपरेसन गर्न चाहिँ टाइम पाउन पनि गाह्रो हुन्छ। त्यसपछि प्रोफेसनल ग्रोथका कुराहरू छन्। यो पनि अलि जस्तो पढ्न पाएन भने, अब एमबिबिएस पछि 3 वर्ष पढ्यो भने पिजी हुने भयो, एमडी एमएस गर्यो भने पिजी भइयो। त्यसपछि फेरि डिएम एमसिएस गर्नको लागि बिदा पाउला कि नपाउला भन्ने कुरा नि हुन्छ। लगातार बिदा दिँदैन फेरि। एकचोटि बिदा लिइसकेपछि, एकचोटि स्टडी लिभ सकेपछि, लिभबाट फर्केर आइसकेपछि फेरि 3 वर्ष काम नगरी लिभ दिँदैन। कम्तीमा 3 वर्ष काम गर्नुपर्छ भन्नाले भनेको अनुसार लिभ पाउँदैन। त्यो भएर पिजी गर्न चाहिँ डिले हुन्छ। अर्को कुरा चाहिँ, अब यो रुरल एरियामा पठायो भने चाहिँ अब त्यहाँ जानुपर्ने हुन्छ गभर्मेन्टले पठाएको ठाउँमा। त्यहाँ गएर अब त्यहाँको फेसिलिटिजहरूमा काम गर्न पनि अब सबैलाई सहज नहोला। त्यो हिसाबले नि गाह्रो हुने भयो। एउटा कुरा, राम्रो कुरा चाहिँ के छ भने गभर्मेन्टबाट पिजी जानलाई छुट्टै कोटा हुन्छ। त्यो कोटा हुने भएकोले सिट पाउनु त सजिलै हुन्छ पास भइयो भने। तर पास हुनु चाहिँ पर्यो। पास हुनलाई पनि अलिकति प्रिपेरेसन त चाहिन्छ होला। त्यो हिसाबले चाहिँ अब यो प्रोज एन्ड कोन्स हेरेर पहिला लोकसेवातिर इन्ट्री गर्ने कि पहिला पिजी इन्ट्री गर्ने भन्ने कुरा चाहिँ विचार गर्नुपर्ने हुन्छ। अरू धेरै धेरै कोन्सहरू पनि छ सरकारी जागिरको, केही प्रोजहरू पनि छ। दुइटै कुरा छ, अरू अरू धेरै कुरा छ। पछि पिजी गरिसकेपछि के हुने भन्ने कुरा, अनि इन्कमको कुरा। अब त्यत्रो 50 लाख एमबिबिएसमै खर्च गरेर अनि त्यति कमाउन सकिन्छ कि सकिँदैन। इभन गभर्मेन्ट जब पुरै 20, 30 वर्षको गभर्मेन्ट जबको टोटल इन्कम कति हुन्छ त्यो क्यालकुलेसन गर्दा पनि हेर्ने हो भने त धेरै कोन्सहरू पनि भेटिन्छ। त्यो कुरा चाहिँ आफूले डिसाइड गर्ने हो, यो सबै कुराहरू विचार गरेर, है त।
ओके, अब यति हेरिसकेपछि, यति कुरा गरिसकेपछि, यदि तपाईँले पहिला गभर्मेन्ट मेडिकल अफिसरमा इन्ट्री गर्ने विचार गर्नुभयो भने करिकुलम के छ त भन्ने कुरा हामी अब करिकुलम हेर्छौँ है त। यो चाहिँ सङ्घीय लोक सेवा आयोगको करिकुलम हो। यो धेरै पुरानो करिकुलम हो, 2062 साल, 20 वर्ष अगाडि बनेको करिकुलम हो। त्यसपछि 2072 सालमा चाहिँ यो सामूहिक परीक्षण भनेर थप गरेको छ। अरू चाहिँ सेम करिकुलम छ, धेरै पुरानो 20 वर्ष पहिलाको करिकुलम हो। त्यही अनुसार अहिलेसम्म इक्जाम भइरहेको छ। योपालि पनि त्यही करिकुलम छ, चेन्ज गरेको छैन। अब यसमा कस्तो हुन्छ त भन्दाखेरि दुईवटा पेपर हुन्छ, आज एउटा अनि भोलि दोस्रो, लगातार हुन्छ। रिटर्न इक्जाममा दुईवटा पेपर हुन्छ। फर्स्ट पेपर 100वटा एमसिक्यू हुन्छ, एउटा 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 एमसिक्यू 1 मार्कको हुन्छ। टोटल चाहिँ 75 मिनटमा सकाउनु पर्ने हुन्छ। 100 क्वेसन, 100 एमसिक्यू, 100 मार्क्सको, 75 मिनटमा सकाउनु पर्छ डे वानको। अनि सेकेन्ड डे त्यसैको भोलिपल्ट हुन्छ इक्जाम। त्यसमा चाहिँ 10वटा सब्जेक्टिभ क्वेसन हुन्छ अनि एउटा 10 मार्क्सको हुन्छ। टोटल 100 मार्क्सको भयो। त्यो चाहिँ 3 घन्टामा 10 मार्क्स भन्यो भने एउटा क्वेसनलाई 18 मिनट जति पर्छ। यसरी यो टाइम छुट्याएको छ। अनि अर्को कुरा भनेको एमसिक्यूमा मिनिमम 40 मार्क्स ल्याउनुपर्छ। अब यसमा माइनस सिस्टम पनि हुन्छ, नेगेटिभ मार्किङ। यसमा नेगेटिभ मार्किङ भनेको 20% हुन्छ माइनस। यो भनेको 5वटा एमसिक्यू तपाईँले बिगार्नुभयो भने 1 मार्क्स घट्छ। तपाईँले 95 एमसिक्यू मिलाउनु भयो, टिक चाहिँ 100मै लाउनु भयो, 95 मिल्यो भने तपाईँको 95 मार्क्स आउँदैन, 94 आउँछ, किनभने नेगेटिभ भयो। तर तपाईँले 95 मिलाउनु भयो, 5 छोडिदिनु भयो भने तपाईँको माइनस हुँदैन, 95 नै आउँछ। त्यसपछि यो सब्जेक्टिभमा चाहिँ 100मा 40 ल्याउनुपर्छ, सब्जेक्टिभमा पनि है त। यो दुइटै एमसिक्यूमा पनि मिनिमम पास मार्क आउनुपर्छ, सब्जेक्टिभमा पनि मिनिमम पास मार्क आउनुपर्छ। यसमा पनि मिनिमम 40 आउनुपर्छ, यसमा पनि मिनिमम 40 आउनुपर्छ। यो भयो पासको लागि। तर पास हुने जतिको जम्मै रिटर्नमा नाम निस्किँदैन। रिटर्नमा नाम त अब 28जना छ भने 40 to 50जना आउला बढीमा। 40 to 50 टप ऱ्याङ्कको यतिजनाको मात्रै नाम आउने भयो। यसरी रिटर्नमा सिलेक्सन हुन्छ। अनि रिटर्नको रिजल्ट आएकै दिन इन्टरभ्यू कहिले हुने भनेर हुन्छ। इन्टरभ्यू हुनुभन्दा पहिला 10 मार्क्सको यो ग्रुप टेस्ट भनेर हुन्छ। यसमा चाहिँ 4जना लोकसेवाको प्रतिनिधि र अब यो एक्सपर्ट एक्सपर्ट गरेर 4जना बसेको हुन्छ। अनि 30 मिनटसम्म कुनै टपिक दिन्छ। त्यो टपिकमा चाहिँ आफूले प्रेजेन्टेसन दिनुपर्ने हुन्छ। उनीहरूले चाहिँ इभ्यालुएसन गर्छन्। त्यसपछि 30 मार्क्सको इन्डिभिजुअल इन्टरभ्यू हुन्छ। यसमा चाहिँ टाइम लिमिट छैन। 10 मिनट नि सोध्न सक्छ, 5 मिनट नि सोध्न सक्छ, आधी घन्टा पनि सोध्न सक्छ। यसको कुनै लिमिट छैन। यसरी यो जम्मै लास्ट फाइनलमा चाहिँ यो सबै मार्क्स जोडेर जसको हाएस्ट आउँछ, टप 1 नम्बरमा नाम निस्किन्छ। त्यही अनुसार मेरिट बन्छ र अनि मेन मान्छे 28जनाको नाम निस्किन्छ। त्यही अनुसार केही वैकल्पिक भनेर पनि राख्ने गर्दछ। यसरी लोकसेवा आयोगको यो करिकुलम छ। अब यसमा के टपिकहरू छन् भन्ने कुरा हामी हेर्छौँ। यो चाहिँ इक्जामको मोडालिटी भयो। अब करिकुलममा चाहिँ यसरी डिभाइड गरेको छ। जस्तो पहिलो यसमा के छ भने जनरल मेडिसिन 1 नम्बर टपिकमा, त्यसै गरी साइकियाट्री 7 नम्बरमा, त्यसै गरी डर्माटोलोजी 8 नम्बरमा, फार्माकोलोजी 14 र इमर्जेन्सी मेडिसिन 15 गरेर यो 5वटा टपिकलाई सँगै राखेको छ। यो भनेको चाहिँ सेक्सन ए भनेर 5वटा टपिक राखेको छ। अब यो 5वटा टपिकमा कति कति क्वेसन सोध्छ भन्ने कुरा, अब यसमा टपिक के छ भन्ने कुरा डिटेल तल करिकुलम वेबसाइटमा पनि हुन्छ लोकसेवाको, तल मैले लिङ्क राखिदिन्छु, त्यसबाट पनि हेर्न सक्नुहुनेछ। करिकुलममा भएको टपिकहरू जस्तो रेस्पिरेटरी, कार्डियोभास्कुलर भनेर सिस्टम अनुसारको डिजिजहरू दिएको छ। यो डिजिजहरूबाट सोध्नेवाला। अनि जस्तो मेडिसिनबाट चाहिँ 10वटा एमसिक्यू आउने भयो। यो टोटल मेडिसिनको यतिबाट 10वटा एमसिक्यू आउने भयो। एउटा चाहिँ सब्जेक्टिभ आउने भयो। टोटल चाहिँ 20 मार्क्सको आउने भयो मेडिसिनबाट। त्यसै गरी यो साइकियाट्रीबाट 5वटा एमसिक्यू,
त्यसै गरी डर्माटोलोजीबाट पनि 5वटा एमसिक्यू र यो दुईटा कि साइकेट्रीको कि डर्माको एउटा चाहिँ सब्जेक्टिभ आउने भयो है त। डर्माबाट 5 एमसिक्यू, साइकेट्रीबाट 5 एमसिक्यू, अनि त्यसपछि कि डर्माको कि साइकेट्रीको एउटा सब्जेक्टिभ आउने। त्यसै गरी फार्माकोलोजीबाट 5वटा एमसिक्यू अनि इमर्जेन्सी मेडिसिनबाट पनि 5वटा एमसिक्यू र यो दुईटा यो दुईटाबाट कि फार्माको आउँछ कि चाहिँ इमर्जेन्सीको आउँछ, एउटा चाहिँ सब्जेक्टिभ आउँछ 10 मार्क्सको है त। अब इमर्जेन्सीबाट सोधिरहेको हुन्छ प्राय सब्जेक्टिभ चाहिँ, कहिलेकाहीँ फार्माको पनि सोध्न सक्छ। यसरी यो करिकुलमको यो सेक्सन एबाट टोटल 10, 15, 20, 25, 30वटा एमसिक्यू आउने भयो। त्यही भएर 30 मार्क्स भनेको छ। अनि एउटा दुईटा तिनवटा सब्जेक्टिभ पनि सोध्ने भयो है त। टोटल 30 मार्क्सको सब्जेक्टिभ, 30 मार्क्सको एमसिक्यू सेक्सन एबाट सोध्ने भयो। त्यसै गरी सेक्सन बीमा चाहिँ जनरल सर्जरी, त्यसै गरी अप्थाल्मोलोजी र ट्रकोमा भनेर स्पेसिफाई नै गरेको छ। इएनटी, डेन्टल, अनि बोन एन्ड जोइन्ट भनेको अर्थो, अनि एनेस्थेसियोलोजी र प्याथोलोजी गरेर सेक्सन बीमा राखेको छ। अब यो सेक्सन बीबाट चाहिँ कति क्वेसन सोध्छ भन्ने कुरा हेरौँ। सेक्सन बीबाट चाहिँ सर्जरीबाट चाहिँ 10वटा एमसिक्यू, मेडिसिन पनि 10 थियो, सर्जरी पनि 10वटा एमसिक्यू भयो। त्यसै गरी सर्जरीबाट एउटा सब्जेक्टिभ, मेडिसिन पनि एउटा सब्जेक्टिभ थियो, सर्जरीबाट पनि एउटा सब्जेक्टिभ भयो। त्यसपछि अप्थाल्मोलोजी, इएनटी र डेन्टल, यो तिनटैबाट, यो अप्थाल्मोलोजी, इएनटी र डेन्टल तिनटै कम्बाइन गरेर 10वटा एमसिक्यू र एउटा सब्जेक्टिभ। अब त्यसमा प्राय डेन्टलबाट सब्जेक्टिभ नआउला, एमसिक्यू चाहिँ सबैबाट आउँछ नै। डेन्टलबाट अलिक कम आउँछ, दुई तिनवटा आउला। अप्थाल्मो र इएनटीबाट अलि धेरै आउँछ। अनि सब्जेक्टिभ चाहिँ प्राय अप्थाल्मो र इएनटीबाटै आइरहेको हुन्छ। यसरी चाहिँ सोध्ने भयो। त्यसै गरी यो 11 नम्बर अर्थो, अनि त्यसपछि एनेस्थेसिया, त्यसपछि प्याथोलोजी, यो तिनटै कम्बाइन गरेर 10वटा एमसिक्यू सोध्ने भयो। यो तिनटैबाट एउटा सब्जेक्टिभ सोध्ने भयो। अब यो सब्जेक्टिभ प्राय अर्थोबाट आउने चान्स बढी हुन्छ, कहिलेकाहीँ प्याथो र एनेस्थेसियाबाट पनि आउन सक्ने भयो। यसरी सेक्सन बीमा डिभाइड गरिएको छ। टपिकहरू के पढ्ने भनेर पनि भनेको छ। त्यसपछि सेक्सन सीमा अप्स गाइने एउटा छ, अनि अर्को चाहिँ पेडिया अर्को छ। अप्स गाइनेबाट चाहिँ 10वटा एमसिक्यू, अनि पेडियाबाट पनि 10वटा एमसिक्यू। त्यसपछि अप्स गाइनेबाट एउटा सब्जेक्टिभ, पेडियाबाट पनि एउटा सब्जेक्टिभ, यसरी डिभाइड गरेको छ। त्यसपछि सेक्सन डीमा चाहिँ कम्युनिटी मेडिसिन एउटा छ, अनि कम्युनिटी मेडिसिन भनेको चाहिँ सेक्सन डीको यो भयो। कम्युनिटी मेडिसिनबाट 10वटा एमसिक्यू आउने भयो यसबाट। अनि सब्जेक्टिभ चाहिँ एउटा भनेको छ, कम्युनिटी मेडिसिनबाट पनि एउटा सब्जेक्टिभ 10वटा एमसिक्यू आउने भयो। त्यसै गरी यो फरेन्सिक र एक्ट रिलेटेड टु हेल्थ एन्ड मेडिकल प्रोफेसन भनेको छ। यो फरेन्सिक र यो दुइटैलाई कम्बाइनमा राखेको छ। यसबाट 10वटा एमसिक्यू आउने भयो फरेन्सिक र यो एक्ट एन्ड रेगुलेसनबाट, अनि एउटा चाहिँ सब्जेक्टिभ आउने भयो। सब्जेक्टिभ प्राय यो एक्ट रेगुलेसनबाट आइरहेको हुन्छ, कहिलेकाहीँ फरेन्सिकबाट पनि सोध्न सक्ने भयो। यसरी 4वटा सेक्सनमा टोटल 17वटा टपिक डिभाइड गरेर करिकुलम बनाएको छ। अब यसमा यो भयो रिटन इक्जामको करिकुलम, एमसिक्यू र सब्जेक्टिभको। अब त्यसपछि अब यो जुन टपिकहरू छ नि, यसमा टपिकहरूमा चाहिँ जस्तो एक्युट ब्रोङ्काइटिस, क्रोनिक अब्स्ट्रक्टिभ एयरवे डिजिज भनेर यहाँ टपिक मात्रै दिएको छ। अब यसमा के पढ्ने छ भनेर यहाँ सुरुमा दिएको छ है। एटियोलोजी, सिम्पटम्स, साइन्स, इन्भेस्टिगेसन एन्ड क्युरेटिभ एन्ड प्रिभेन्टिभ म्यानेजमेन्ट अफ द फलोइङ हेल्थ रिलेटेड प्रब्लम भनेर दिएको छ। त्यही अनुसार चाहिँ यो टपिकको पढ्नुपर्ने कुरा भयो। यो थियो रिटन इक्जामको करिकुलम। अब रिटन इक्जामको रिजल्ट आयो, तपाईँको नाम देखियो भने त्यसपछि लगत्तै 2 हप्तामा चाहिँ
रिटर्न इक्जामको रिजल्ट आएको 2 देखि 3 हप्तामा अन्तर्वार्ता भइसक्छ। अब त्योभन्दा पहिला सामूहिक परीक्षण हुन्छ। यो सामूहिक परीक्षणमा को बस्छन् भन्ने कुरा, एकजना लोकसेवा आयोगको सदस्य बस्ने, अर्को पनि लोकसेवा आयोगकै सदस्य, दुईजना लोकसेवा आयोगको मान्छे बस्ने, एकजना मनोविज्ञ भनेको छ, साइकोलोजिस्ट भनेको होला, अनि त्यसपछि एकजना दक्ष भनेको चाहिँ त्यो यो रिलेटेड ग्रुप डिस्कसन रिलेटेड एक्सपर्ट बस्ने भयो, 4जना बस्ने भयो। अनि 4जना बस्ने भयो, डिफ्रेन्ट टपिकहरू दिने भयो। यहाँ छ ऊर्जा सङ्कट भनेको छ, गरिबी निवारण, स्वास्थ्य बिमा, यस्ता यस्ता कुनै एउटा टपिक दिने भयो। अनि 30 मिनट प्रेजेन्टेसन गर्ने भयो। अनि ग्रुपमा कस्तो प्रेजेन्टेसन गर्छ त्यसको बेसिसमा अब 10मा कति दिने भन्ने कुरा चाहिँ यसले डिसाइड गर्छ। अब यसमा पास भयो भने फाइनली, यसमा पास हुनु पर्दैन, यो र इन्टरभ्यू सँगसँगै हुन्छ। त्यही भएर यो र इन्टरभ्यू र अनि रिटर्नको जोडेर मेरिटमा को अगाडि आउने भन्ने हो। अनि त्यही अनुसार चाहिँ मेरिट लिस्ट अनुसार रिजल्ट निस्किन्छ। अनि रिजल्ट आएपछि सिधै सङ्घीय लोकसेवा आयोग हो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउँछ लोकसेवा आयोगले सिफारिस गरेर। अनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियुक्ति दिने हो। अनि त्यो नियुक्ति दिएर तपाईँ यहाँ जानुहोस् भनेर मन्त्रालयले पठाउने हो। अब अगाडि नाम निस्किनेले म रोज्न पाउनुपर्छ भनेर रोज्न पाउने व्यवस्था पनि हुन्छ। यो थियो सङ्घीय लोकसेवा आयोगको मेडिकल अफिसरको बारेमा जानकारी। अब यसमा भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने एक लाइक गरिदिनुहोस्। यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभयो भने यस्तै यस्तै जानकारीमूलक भिडियोहरू यसमा अपलोड हुनेछन्। र यदि यो भिडियोको बारेमा, यसमा भएको कन्टेन्टको बारेमा केही कमेन्ट छ, तपाईँलाई केही लागेको छ भने तल कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। ओके, थ्याङ्क यू।